नमस्ते। नेपालको अर्थतन्त्र एकदमै छिटो बदलिरहेको छ र यो बदलावसँगै नयाँ नयाँ अवसरका ढोकाहरू पनि खुलिरहेका छन्। त्यसो भए आज हामी यही नयाँ आर्थिक लहरमा कसरी आफ्नो ठाउँ बनाउने र एउटा सफल स्टार्टअपको जग कसरी बसाल्ने हो त्यही विषयमा कुरा गर्नेछौँ। ल सुरु गरौँ है त। स्क्रिनमा हेर्नुस् त, यो अङ्क हो 5 लाख। यो के हो थाहा छ? हरेक वर्ष नेपालको श्रम बजारमा यति नै युवाहरू प्रवेश गर्छन्। अब सोच्नुस् त, यो कति ठूलो आँकडा हो। यसले के देखाउँछ भने रोजगारीको चुनौती साँच्चै नै विशाल छ। तर हरेक चुनौतीभित्र एउटा अवसर पनि लुकेको हुन्छ, हैन र? त्यसो भए यो बदलिन्दो दुनियाँमा अवसर आहिर छ कहाँ त? हेर्नुस्, अब त्यो पुरानो पाराले जागिर खोजेर मात्रै पुग्दैन। अबको बाटो भनेको उद्यमीशीलता हो, आधुनिक काम हो। यस्तो काम जसले हामीलाई सिधै विश्व बजारसँग जोडिदिन्छ। ल त्यसो भए ती अवसरहरू खासमा के हुन् त? आउनुहोस् एक एक गरेर हेरौँ नेपालका ती क्षेत्रहरू जहाँ साँच्चीकै भविष्य बनिरहेको छ। पहिलो र सायद सबैभन्दा शक्तिशाली क्षेत्र हो डिजिटल गिग इकोनोमी। अब यो भनेको के हो त? सिधा भाषामा भन्दा अनलाइनबाट छोटो छोटो कामहरू गर्ने चलन। अपवर्क, फाइबर जस्ता प्लेटफर्महरूले के गरिदिएका छन् भने नेपाली प्रतिभालाई सिधै ग्लोबल मार्केटमा पुर्याइदिएका छन्। अब देशको सिमानाले छेक्दैन, घरमै बसेर संसारभरिका ग्राहकका लागि काम गर्न सकिन्छ। कस्तो गजब, होइन? अनि विश्व बजारमा अहिले केही यस्ता डिजिटल सिपहरू छन् जसको माग एकदमै धेरै छ। जस्तै एसइओ, यो भनेको कुनै वेबसाइटलाई गुगलमा टपमा ल्याउने तरिका हो। अनि वेब र एप बनाउने, राम्रो ग्राफिक डिजाइन गर्ने, भिडियो एडिटिङ गर्ने, यी सबै सिपहरू। यस्ता क्षेत्रमा दखल छ भने त घरबाटै बसेर राम्रो आम्दानी गर्न सकिन्छ, किनकि आजको जमानामा सिप नै त हो नि असल सम्पत्ति। अब अर्को क्षेत्र हेरौँ है, निर्यात। तर यो अलि फरक किसिमको निर्यात हो। अहिले संसारभरि के छ भने वातावरणलाई असर नगर्ने इको फ्रेन्डली उत्पादनहरूको माग ह्वात्तै बढेको छ। अनि नेपालसँग त के छ? बाँस छ, हेम्प छ, अनेक प्राकृतिक स्रोतहरू छन्। यिनीहरूबाट गजबका सामान बनाएर विश्व बजारमा बेच्ने, यो त सुनौलो अवसर हो नि। यो स्लाइडले एग्रोटेकको जादु नै देखाइदिन्छ। ल हेर्नुहोस् है, सामान्य काँचो अदुवा कतिमा बिक्छ? किलोको 60 रुपियाँ। तर त्यही अदुवालाई अलिकति प्रविधि प्रयोग गरेर राम्रोसँग प्रशोधन गरेर पाउडर बनायो भने त्यसको मूल्य प्रति किलो 2000 रुपियाँ पुग्छ। सोच्नुहोस् त, 60 रुपियाँ कहाँ, 2000 रुपियाँ कहाँ? यो त 30 गुणा भन्दा पनि बढी भयो हो। यसैलाई भनिन्छ भ्याल्यू एडिसन, अर्थात् सामान्य चिजमा मूल्य थपेर त्यसलाई विशेष बनाउने कला। अनि अवश्य पनि यो नयाँ अर्थतन्त्रको दिमाग भनेकै आइटी र एआई हो, अर्थात् सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स। डेटा साइन्स होस् वा एआई अटोमेसन, यिनै क्षेत्रहरूले त हुन् नि नेपालको आर्थिक भविष्यलाई एउटा नयाँ आकार दिइरहेका। ल अवसरहरूको कुरा त भयो, तर अब प्रश्न आउँछ, सुरु कसरी गर्ने? अबको खण्डमा हामी यही विषयमा कुरा गर्नेछौँ, एउटा व्यावहारिक योजनासहित। कुनै पनि व्यवसाय सुरु गर्दा कानुनी प्रक्रिया एकदमै महत्त्वपूर्ण हुन्छ। अब यो दर्ता प्रक्रियाको रोडम्याप हेरौँ है। सुरुमा अलि झन्झटिलो लाग्न सक्छ, तर यसलाई एक एक स्टेप गरेर हेर्यो भने सजिलो छ। पहिलो काम आफ्नो व्यवसाय कस्तो हुने हो त्यो छान्ने। त्यसपछि नाम दर्ता गर्ने, कर दर्ता अर्थात् टिन लिने, जिल्ला कार्यालयमा दर्ता गर्ने, ट्रेड लाइसेन्स लिने, अनि कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गर्ने। यति गरेपछि आधा बाटो सकियो। अब त्यसपछि व्यवसायको नाममा ब्याङ्क खाता खोल्नु पर्यो अनि सामाजिक सुरक्षा कोषमा दर्ता गर्ने, आफ्नो व्यवसायलाई चाहिने विशेष लाइसेन्सहरू लिने र अन्त्यमा करको नियमहरू पालना गर्ने हो। यी सबै स्टेप पूरा गर्नु भनेको के हो भने आफ्नो व्यवसायको लागि एउटा बलियो कानुनी जग बसाल्नु हो, जसले गर्दा भविष्यमा कुनै समस्या आउँदैन। ल अब दर्ता प्रक्रियाको लागि चाहिने मुख्य कागजातहरू के हुन् त? यो एउटा चेकलिस्ट जस्तै हो, तयार पार्न सजिलो हुन्छ। नागरिकता त भइहाल्यो, पहिचानको लागि, त्यसपछि दर्ता फारम, व्यवसाय कहाँ छ भन्ने ठेगानाको प्रमाण, अनि कर दर्ता नम्बर यानि कि टेन, र अन्त्यमा व्यवसाय सञ्चालन गर्ने अनुमति पत्र। यी सबै कागजातहरूले तपाईँको व्यवसायलाई आधिकारिकता दिन्छन्। अब एउटा एकदमै महत्त्वपूर्ण कुरा, यो यात्रामा उद्यमीहरू एक्लै हिँड्नु पर्दैन। उनीहरूलाई सहयोग गर्न, सल्लाह दिन विभिन्न संस्थाहरूको एउटा राम्रो नेटवर्क नै छ। को छन् त मद्दत गर्ने? हेरौँ है। जस्तै उपाय बिजनेस सल्युसनले निशुल्क परामर्श दिन्छ। सुरुमा पैसा चाहियो भने युथ एन्ड स्मल एन्टरप्रेन्योर सेल्फ इम्प्लोइमेन्ट फन्डले सहुलियतमा ऋण दिन्छ।
अनि च्यालेन्ज फन्ड फर युथ इम्प्लोइमेन्टले विभिन्न प्रोजेक्टहरूको लागि फन्डिङ खुलाउँछ। सिप सिक्नु परे ग्लोकल आफ्टर स्कुल जस्ता संस्थाहरू छन्। भन्नुको मतलब हरेक पाइलामा मद्दतको लागि कोही न कोही छ। यो भनाइ एकदमै गहिरो छ। यसले के भन्छ भने स्टार्टअपहरूलाई सिधै पैसा दिनुभन्दा उनीहरू आफै लगानी जुटाउन सक्ने वातावरण बनाइदिनु महत्त्वपूर्ण हो। यो भनेको कस्तो हो भने कसैलाई माछा दिएर एक छाक टार्नुभन्दा माछा मार्न सिकाएर जिन्दगीभरको लागि आत्मनिर्भर बनाउनु जस्तै हो। स्टार्टअपहरू फस्टाउनको लागि बलियो पूर्वाधार र इकोसिस्टम बनाउनु हो। दीर्घकालीन सफलताको साँचो यही हो। ल अब अन्त्यतिर लागौं। यी सबै व्यावहारिक कुराहरूलाई देशको एउटा ठूलो र प्रेरणादायी चित्रसँग जोडेर हेरौं। हामीले यति धेरै स्टार्टअप भन्यौं, तर आधिकारिक रूपमा यो भनेको के हो त? नेपालको कानूनले यसलाई कसरी चिन्छ? स्टार्टअप भनेको एउटा यस्तो व्यवसाय हो जसमा नवीन सोच र प्रविधि हुन्छ, एकदमै छिटो बढ्ने सम्भावना हुन्छ र जुन 10 वर्षभन्दा पुरानो हुँदैन। र अन्त्यमा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने उद्यमीहरूको यो नयाँ पुस्ताले पैसा कमाउनको लागि मात्र काम गरिरहेको छैन। उनीहरूले त समाजका वास्तविक समस्याहरूलाई समातेर त्यसको समाधान नवीन तरिकाले खोजिरहेका छन्। त्यसैले यो केवल व्यवसाय मात्र होइन, यो त एउटा सकारात्मक परिवर्तनको आन्दोलन नै हो। नेपालको भविष्य कतै टाढा बनिरहेको छैन, त्यो त अहिले यही क्षणमा निर्माण भइरहेको छ। अब प्रश्न यो उठ्छ कि यो नयाँ आर्थिक युगमा हामी सबै मिलेर के सिर्जना गर्ने? यही सोचसँगै आजको लागि यति नै। धन्यवाद।